हेलो एभ्रिवान, नमस्ते। फेरि पनि स्वागत छ साथीहरू मेरो नयाँ मुकबाङ भिडियोमा। सो आज चाहिँ मैले दुईटा दिदीहरुको मुकबाङ भिडियो बनाऊँ भनेर सो आएको छौँ। आज चाहिँ पानीपुरी र यता फ्रुटहरु थुप्रै लिएर राखेको छौँ अनि अब चाहिँ सुरु गर्छौँ। लेट्स साथीहरू, आजको हाम्रो मुकबाङ के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। अन्त हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ नि लाइक शेयर सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला साथीहरू। सो ढिलो नगरिकन आज चाहिँ हामीले पानीपुरी र फ्रुट्सहरु लिएर आएको छौँ। सो सुरु गर्छौँ। ल पानीपुरी साथीहरू मेरो त यो फर्स्टको त्यो उ गरेर जान्छ के हुन्छ सधैँ त्यस्तै आएको छ। छिटोमा मेरो पानी ल फर्स्ट बाइट दामी कस्तो लाग्यो? दामी ल साथीहरू, मिठो मिठो खानेकुरा खाने भए युट्युब च्यानल खोल्नु होला। युट्युब च्यानलमा मिठो मिठो खाना पाइन्छ। मकबाङ भिडियो खोल्नु होला। भिडियो नखाले हेरो एकैचोटि खाएको। ल यो पनि राखिदिउँ न त, माथि ल्याइदिनु। सियाया यसलाई के भन्छ अरे? किम्मो। किम्मो मौसमी जाऊ न गर सियाया बेटा तर म चाहिँ यता फ्रुटतिर लागेँ है। यो चाहिँ पपिता हो क्या, मेवा। नेपालतिर मेवा भन्छ क्या, इन्डियातिर पपिता। यो पनि अर्ग्यानिक हुने साथीहरू। अर्ग्यानिकै बारीनिर फलेको थियो क्या, त्यहाँबाट टिपेको। सबै खाएर बेसी बल्ल म पिरो चाहिँ यसले साट्ठो हटाइदिन्छ है। पिरो भएको के यसले साट्ठो हटाए। गुलियो छ नि त। एकचोटि फ्रुट खाँदै एकचोटि पानीपुरी। छोडिदियो के भयो? नखाँदा सक्ने हो नि। त्यसलाई पानीपुरी दिएछु कि छोड्नु बिचमा आत्तिन्छ कि है, यो नसक्दाखेरि। दिदी हजुर यतातिर खाने दिदीको पानी चाहिँ भ्याइनै छ त। तिमीहरू सँगसँगै मिलाउँछु भनेको मिल्दैन। त्यो दामी भयो कमिला छ है। हेर्नु छ क्या
होइन कस्तो मजा आएको है कति धेरै दिन भयो त नखाएको पनि यो पानीपुरी अन्त दिदीलाई बोलाएको थिएँ खानु पर्ला भन्दै वेट गर्दै बस्दै गरेको कति टाइम भइसक्यो बल्ल आज मजा आयो होइन मजा आयो मतलब आज चाहिँ टाइम मिल्यो कि सबैजना फ्री हुनुभयो नि त यो हाम्रो के भयो भयो यता छ छेउमा पिरोलाई यस्तो यसको सिजन त गइसक्यो पहिल्यै ल्याएर खाँदाखेरि ए सरी स्पाइसी भएको छ साथीहरू कतै कतै गर्छ त त्यसमा एकदम स्पाइसी लगाएको छ होइन पुरी पनि म डराइ खाइरहेको छु किनभने अघि मेरो आँखामा गयो नि त साथीहरू अब यिनीहरू खाइभ्या एकदम लिएर भन्नु पर्यो होइन अहिले मिलाउनु कि एकैचोटि खान्छ खानु ल ल साथीहरू यो चाहिँ अब लास्ट हो कि पानीपुरी चाहिँ लास्ट बाइट लास्ट बाइट यो मसला कम पर्छ होला जस्तो लागिरहेको छ झन् धेरै भइसक्यो सेकेन्ड लास्ट खान्छौ एकलाई पनि कट बाइट भन्छ डलर ल्याउन फेरि भयो यतातिर खाएको छैन पिरोलाई चाहिँ अहिले कम्बिनेसन गरेछ कि होइन मलाई चाहिँ यस्तो कुडुङ कुडुङ भएको धेरै मिठो लाग्छ नि भाकेर फ्यात्तै भएको भन्दा यो दामी हुन्छ त अब भर्खर बोर्डबाट त्यो बेलाको हो एकदम ताजा ताजा हो म चाहिँ खानेकुराहरू एकदम इन्जोय लिइरहेको छु साथीहरू राम्रो भयो नि त
banget. यो पानी हटाइदिउँ है अब चाहिँ धेरै होइन किन हाल्नुभएको उसले माइक लिएर आएको अनि त्यस्तै गरेर खाएको दुइटाले तानी मैले झन् नजान्ने मान्छेले एउटा ढाक्दा पछि त रेकर्डिङ नभएर के अहिले त मुखबाङमा त्यस्तै हुन्छ अन गर्ने बिर्सेको कि के ब्याग भएको आफै हो ए पिरो पिरो भइरहेको थियो यो खतरा स्टार देखियो म त हेऱ्यो पानीपुरीको खाइदिनु पर्यो गुल्लो गुल्लो भइरहेको खाने हो पानी देऊ त सुरु पिदिन्छ पिन्छौ धेरै हुन्छ होला पानीपुरी मलाई नै फेरि धेरै प्रब्लमहरू आउँछ नि साथीहरू यस्तोको नै ठिक भन्नु सक्छ नै यत्रो पनि ठिक थियो झन् दिदीहरूसँग खाँदाखेरि त झन् खतरा मिठो हुन्छ कि ग्रुपमा खाँदा एकदम मिठो लाग्छ नि त नमिठो चिजहरू पनि बाबा आजको चाहिँ मुखबाङ खतरा हो चाहिँ धेरै बोल्दिनँ साथीहरू खाना खाने बेलामा एकदम इन्जोय मैले पनि आज हो कि खाने मैले पनि आज धेरै धेरै इन्जोय लिएँ एकदमै भयो मलाई यहाँ पनि छ खाने अझै मैले पिएँ मलाई तर लाग्दैन तर धेरै हुन्छ क्या के पखाला पानीपुरीको झोल बचेको थियो त्यही पनि भ्याइदिनु भयो कस्तो मिठो भएछ नि त आज होइन ओके ल साथीहरू आज चाहिँ दिदीहरूसित एकदम रमाइलो भयो खाना खान मुखबाङ गर्नलाई र अब त हामी मिल्छौँ नेक्स्ट भिडियोमा अब चाहिँ भिडियोलाई एन्ड गर्नुपर्छ अनि खाइयो रमाइलो भयो दिदीहरू आउनुभयो एकदम खुसी लाग्यो मलाई त हजुरहरूलाई कस्तो लाग्यो एकदम खुसी लाग्यो एकदम धेरै इन्जोय लियौँ साथीहरू अनि बहिनीलाई पनि धेरै धेरै धन्यवाद अनि वेलकम वेलकम बाई बाई